व्यस्त बस्नु भएका मेरा अग्रज आदरणीय दाइहरू, सङ्घीय प्रतिष्ठानका सदस्य सचिवज्यू र सम्पूर्ण आदरणीय दाइज्यू अनि यहाँ उपस्थित यहाँ जति पनि उपस्थित हुनुहुन्छ सबै मेरा सङ्गीतकर्मीहरू, पत्रकारहरू, मेरो हार्दिक नमस्कार छ। आज म आउँदाखेरि त्यहाँ ढोकाबाट चिन्ने बित्तिकै आफूलाई यो मेरो लागि ठुलो गर्वको कुरा हो। म यति खुसीले म रुन आएँ कि यो एउटा कलाकार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गरेको यो कार्यक्रममा कलाकारहरूको समाजले एउटा कलाकारलाई जुन सम्मान गरेको छु, सहयोग गरेँ, त्यसको लागि मैले यति मनदेखि नै मेरो यस्तो भित्री मनदेखि आफूलाई गर्व महसुस गरिरहेको थिएँ र आफूलाई एउटा चाहिँ मेरो लागि कोही छ, मेरो लागि मेरो अगाडि छ, मेरो लागि अगाडि छ भनेर मैले त्यो सम्झेँ, त्यो बुझेँ मैले र अपार माया जुन मैले पाएँ आज क्यान्सर भएर जुन कल्पना पनि गर्नु नसकेको रोग मैले मलाई भयो। त्यसपछि म यस्तो अचम्मसँग मलाई अचम्मै लाग्यो, मैले कल्पना नगरेको कुरा भएपछि तर डक्टरहरूको सपोर्ट, क्यान्सर हस्पिटलको भक्तपुर क्यान्सर हस्पिटलको ठुलो सपोर्ट, डक्टरहरूको सपोर्ट र मेरो श्रोताहरू जति पनि सङ्गीत प्रेमी हुनुहुन्थ्यो उहाँहरू संसार सामाजिक सञ्जाल फेसबुकबाट सबैले थाहा पाउनुभयो, सबैले थाहा पाउनुभयो, सबैले मलाई प्रार्थना गर्नुभयो मेरो लागि। मैले भन्नै सक्दिनँ, मैले सोचेको पनि थिएन मैले यति धेरै माया पाउँछु भनेर, यति धेरै यति अपार माया पाउँछु, सहयोग पाउँछु भनेर मैले सोचेको थिएन, कल्पना गरेको थिएन। र त्यही सहयोग, त्यही माया, त्यही शुभेच्छा पाएर म छिटै निको भयो मलाई लाग्छ, मलाई त्यस्तै लाग्छ। र मलाई लाग्छ यो म छिटो निको भएको नै कारण हो। र यो जुन आज मैले यो अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज स्थापना भयो त्यो थाहा पाएँ मैले, मलाई झनै ठुलो हौसला आयो, मलाई आड बढ्यो रहेछ, कलाकारहरूको लागि गर्ने संस्था उठेको रहेछ, बनेको रहेछ, खडा भएको रहेछ हाम्रो लागि भनेर त्यो मैले सम्झेँ। म मात्रै होइन, म जस्तै धेरै कलाकारहरूको लागि, गायक गायिका, सङ्गीतकार, गीतकार, सङ्गीतकर्मी, चलचित्रकर्मी सबैको लागि रहेछ यो संस्था भनेर मैले त्यो बुझेँ। मलाई साह्रै खुसी लाग्यो, साह्रै असाध्यै मलाई गर्व लाग्यो। मलाई म आफैले एकै भेटी म निको दाइलाई छोडेर जस्तो लाग्यो। सम्पूर्ण सहयोगी हातहरू अनि सङ्गीतकार सङ्घका अध्यक्ष हेमन्त शर्मा भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। गीतकार सङ्घका अध्यक्ष विश्व